यो पर देख्नु भएको चाहिँ मौरीको गुँडो अनि यो चाहिँ हाम्रो एल्के अङ्कलको घर हो है। अनि अहिले म ठिक मार्केट स्टप जाने बाटोको बिचमा छु अनि यहाँ चाहिँ हाम्रो मिमीको दोकान छ अनि मिमीले चाहिँ है अब यो हाम्रो डोको एकदम मजाले बुन्नुहुन्छ अनि अरू पूजाको सामानहरू चाहिँ ढ्याङ्ग्रो डमरहरू पनि बनाउनुहुन्छ र एकदमै दामी पाउनुहुन्छ र प्रायः त अहिले मानिसहरूले अब डोकोहरू बुन्नु पनि छोडिसकेको छन् र सकत छ फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा है। यहाँ चाहिँ हाम्रो मिमी हुन्छ र सर्वप्रथम चाहिँ मिमीलाई मेरो च्यानलमा स्वागत गर्दछु है। र आज अलिकति समय पाएर चाहिँ मिमीलाई म सोधिरहेको छु है। अनि मिमी तपाईँले यो डोको चाहिँ कति वर्ष भयो यो बुन्नु थाल्नुभएको? डोको त मैले पहिला सानोमा बुन्थ्यो कि। हजुर। त्यो बुढोहरूसँग अहिले सिकेको पहिला बुन्यो। त्यहाँदेखि अहिले चाहिँ म पहिला बाहिरै काम गर्थ्यो। हजुर। कन्ट्र्याक्टरको काम गरिन्थ्यो। हजुर। अहिले चाहिँ यो दोकान राखेको दिन चाहिँ अहिले भनौँ 5-6 वर्ष भयो। अनि यो डोकोमा चाहिँ परेङको चोया राम्रो हुन्छ कि? सबैभन्दा त परेङै राम्रो हो। परेङै राम्रो नि है। बाँसहरू भन्दा चाहिँ परेङै राम्रो। परेङको फेरि यो खाली पात चाहिँ हजुर भित्र हाल्दैन नि त। ए त्यसले गर्दा खप्छ पुरा। अनि यो तपाईँले चाहिँ लगभग कति रुपियाँ गोटामा चाहिँ बिक्री गर्नुहुन्छ? यो ठुलो ढाकर अहिले 300 मा दिन्छु। 300 है। त्यहाँदेखि अलिक दाउरे डोको 250 अन्त ढुङ्गा बोक्ने सानोहरू चाहिँ 230 मै दिन्छु। ए अनि यहाँ चाहिँ अलिकति अब मूल्य बजारको भन्दा अलिक सस्तोमा रहेछ। यदि तपाईँहरूलाई डोकोहरू चाहिएको छ भने यसो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। अनि उहाँले चाहिँ अब ढ्याङ्ग्रोहरू पनि बनाउनुहुन्छ अनि डम्बरहरू पनि बनाउनुहुन्छ थुन्सेहरू पनि बुन्नुहुन्छ र पहिले चाहिँ अब पेरुङ्गाहरू पनि सबै बाँसको प्रायः सबै चिजहरू कोक्रो पनि बुन्नुहुन्छ हामी कोक्रो पनि बुन्नुहुन्छ अनि एकदमै दामी बुन्नुहुन्छ है। अनि महिनामा लगभग कति जस्तो चाहिँ बिक्री गर्नुहुन्छ मिमी? साह्रै त हुँदैन महिनामा यस्तै कोही बेला त 8-9 हजार बिक्री भइहाल्छ नि है। अनि एकदमै राम्रो इनिसिएटिभ है मिमीको। अनि हाम्रो अब जग्गामा पनि हामी त अब यहाँनिर हाम्रो रिङटाङ रगर बस्ती 3 गरे गोरादिन पनि पर्छ अनि एकदमै मिमीले चाहिँ एकदमै राम्रो इनिसिएटिभ ल्याउनु भएको रहेछ। किन भन्दाखेरि चाहिँ अहिले प्रायः है अब बुजुर्ग अवस्थामा पनि मान्छेले के गर्नु कसो गर्नु कोही त अब बिमार पनि हुन्छ। तर मिमीको एकदमै यो सिप चाहिँ एकदमै दामी लाग्यो। अनि यो प्रायः अहिले हराउँदै पनि गइरहेको छ अनि यहाँ भित्र पनि एकदम मजाले राख्नु भएको रहेछ डोकोहरू। यो सबै अर्डरको मिमी है। हेर्नु यस्तो मजाले बुन्नु भएको रहेछ। यो चाहिँ आज ल्याउन आउँछु भन्दै थियो। हजुर। तर आएको छैन अहिले। सबै अर्डरको मिमी है। यो मसिनो खाले चाहिँ 22 वटा अर्डर थियो। हजुर। 12 वटा चाहिँ लग्यो। हजुर। बाँकी अब 10 वटा चाहिँ छ। यो त सबै ओरालै जाने होला मिमी? ओरालै जान्छ। यो बेच्नै लान्छ यिनीहरूले। ए यो चाहिँ भन्छ यो चाहिँ के भन्छ कम यो चाहिँ ढुङ्गा बोक्ने डोको किबी डोको भन्छ यसलाई। किबी डोको है। यो चियापत्ती बोक्नेहरू चाहिँ नि यो भन्दा अलिक ठुलो हुन्छ। अलिक ठुलो त्यसमा पनि हुन्छ कतिले यसमा बोक्छ। यो चाहिँ कमरा भन्छ होला है मिमी? कमरा यस्तो मजाले काम्रो दिनमा चाहिँ कतिवटा चाहिँ बुन्नुहुन्छ? सक्दैन दुईटा लगभग है। एकदमै राम्रो बुन्नुहुन्छ मिमीले अनि एकदमै मलाई दामी लाग्यो। हुन्छ मिमीलाई पनि धेरै धेरै धन्यवाद है। हुन्छ आजको भिडियो यतिसम्म मात्रै थियो अनि तबसम्मको लागि फेरि नेक्स्ट भ्लगमा भेटौँ। अनि एटलिस्ट म यो भन्न चाहन्छु कि अलवेज बी ह्याप्पी एन्ड अलवेज बी पोजिटिभ।